वाउ चिसो हावा आइरहेछ यस्तो सुकुनको दिन यसलाई चाहिँ सहर बनाउनु पर्ने हो खास सहर बनाउने यहाँ तिमीलाई यहाँ पहाडमा आएर कस्तो लागिरहेछ हैन दाजु अँ मेरो भनाइ यस्तो छ अँ तर आइभन्दा के होस् यो ठाउँ राम्रो छ हैन मान्छे अब पहाडमै बस्नु पर्यो तिम्रो भन्दैको मतलब मेरो भनाइ चाहिँ पहाडमा बस्दा पनि पहाडको मान्छेले सबै बोटबुट काटिदिन्छ त्यसले गर्दा उता ओभर गर्ने हुन्छ हैन हो त्यही भएर बोटबुट रोप्नु पर्यो हो ठाउँ राम्रो बनाउनु पर्यो प्रदूषण गर्नु भएर साला हेलो साथीहरू नमस्ते फेरि पनि स्वागत छ मेरो भ्लगमा आज चाहिँ म आउँदैछु हाम्रो बेतिनी हुँदा यताको तारे भिरमा गाइस हेर्न सक्नुहुन्छ यहाँको भिड चाहिँ तलबाट हेर्दा चाहिँ हाम्रो अनुप दादा माथिबाट भिडियो खिच्दै हुनुहुन्छ मेरो गाउँको त्यो हो साथी कुन यहाँबाट देख्छु यहाँबाट देख्छु त्यहाँ ओ दादाको गाउँ पनि यतै पऱ्यो त हो एउटा फोटो खिचौँ न यार सिरिसे भन्ने गाउँमा आइसकेको छ यहाँदेखि चाहिँ यो सिरिसे गाउँबाट चाहिँ हामी जाँदैछौँ माथिको भ्यूटा त्यो ठाउँलाई के ठाउँ जेसुकै मधेसी केटालाई लिएर आएको छु एउटा अर्को पनि छ भाइ नै होला म भन्दा त यो चाहिँ भाइ यसलाई आज वर्ल्ड देखाउँदैछु म कस्तो हुन्छ कम्प्युटरको उसमा बसेर हुँदैन क्या दुनियाँ खुद नजर से देख्न परेगा भन्छ नि त्यस्तै हो आज चाहिँ हामी यार यो तल चाहिँ यता यो मुनि हामी कता आयो यार पहाडमा सौर सिमेन्ट कता हामी कतादेखि आएको हामी आउने बाटो कुन हो अब यो माथि चढेपछि हामी थाहा हुन्छ तपाईँ भनेको कटारी यता 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 उता छ म यता सोचिरहेको थिएँ यार ओ भाइ आज त दिमागै घुमाउने ठाउँमा आइपुगिसकेको छ है साथीहरू हामी चाहिँ मलाई लगाइरहेको थियो कटारी उता हामी उताबाट आएको किनकि तर यता आइसकेको छ ल ठिक छ जे भने मजा हुन्छ ल वाउ सो फाइनली गाइस है अहिले चाहिँ म यहाँ माथि आइसकेको छु एकदम चिसो हावा आइरहेको छ एकदम चिसो हावा आइरहेको छ यस्तो सुकुनको जिन्दगी सहर बनाउने यहाँको भ्यूहरू चाहिँ हेर्न सक्नुहुन्छ यो कुन गाउँ रे आले होइन बबला यो चाहिँ बबला यतातिर वाउ कटारी चाहिँ कहाँ छ यताको कुनातिर छ है साथीहरू यतातिर कटारी देखिरहेको छ अलिअलि हेर्न सक्छ यहाँ बबला गाउँ रे यस्तो ब्युटिफुल छ यहाँनिर आएर चाहिँ जाउँ दाजु जाउँ अनि राजु भाइ यसो भन्देऊ न मेरो भ्लगमा चाहिँ केही भन्देऊ कि तिमीलाई यहाँ पहाडमा आएर कस्तो लागिरहेछ हैन दाजु अँ मेरो भनाइ यस्तो छ अँ तर आइभन्दा के होस् यो ठाउँ राम्रो छ हैन मान्छे अब पहाडमै बस्नु पर्यो तिम्रो भन्दैको मतलब मेरो भनाइ चाहिँ पहाडमा बस्दा पनि पहाडको मान्छेले सबै बोटबुट काटिदिन्छ त्यसले गर्दा उता ओभर गर्ने हुन्छ हैन हो त्यही भएर बोटबुट रोप्नु पर्यो हो ठाउँ राम्रो बनाउनु पर्यो प्रदूषणमा एउटा जादु पनि देखाउँछ अहिले साथीहरूलाई मेरो एउटा कला भनौँ कि त्यसलाई जादु भनौँ उल्टी होइन एउटा मसँग कला छ होइन आज म त्यो कला देखाउँछु अहिले एकछिनमा भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला म त्यो चाहिँ भिडियोको लास्टमा हाल्नेछु चाहिँ हामी माथि यो भ्यू टावर भएको ठाउँमा आइसकेको छु यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो नेपालको झन्डा चाहिँ अहिले त्यहाँतिर यस्तो कन्डिसन रहेछ म पनि फर्स्ट टाइम आएको नत्र म लिएर नै आउँथेँ लगाइदिन्थेँ होला ल ठिक छ उहाँ दादाको तर्फबाट यो यहाँको लागि एउटा झन्डा भिडियो छ है फेरि कहिले आउनुहुन्छ ल एउटा उहाँको एउटा प्रतिबद्धता के रह्यो यहाँको झन्डा नयाँ हाल्छ भन्नुहुन्छ अनुहार फेस डिटेक्ट गरौँ हाम्रो उहाँको तपाईँको शुभ नाम भन्नुहोस् मेरो अनुप मगर हो पुरा नाम भन्नु सर नमस्ते मेरो चाहिँ खोटाङ हो हैन हजुर तर यतैको मेरो चाहिँ यहाँ उहाँको घर खोटाङ रहेको छ खोटाङ यहाँ अपोजिट साइडै रहेको छ यता खोटाङ यता छ उहाँले चाहिँ भन्नुहुन्छ म यो लगाइदिन्छु झन्डा भन्नुभएको छ यो भिडियोमा मैले त सो यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ
यहाँको आकर्षक जुन चाहिँ के रहेछ भन्दाखेरि यो महाभारत शीतली थाम सिरिसे पार्क कटारी 8 यो चाहिँ एकदम आकर्षक यहाँको लागि रहेछ। म पनि यहाँ फर्स्ट टाइम यहाँ आएको थिएन, तै पनि आज भनाइअनुसार के छ भने यहाँ बेतिनीमा चाहिँ हाम्रो आन्टीहरूले भन्नुभयो त्यहाँ जानु भनेर हामी सो त्यहाँबाट निस्किहाल्यौँ। हाम्रो 4 भाइ छ, यता 2 भाइ हुनुहुन्छ हाम्रो दादा, सो त्यही नै भइ नै हाल्यो। यहाँदेखि चाहिँ हेर्न सक्नुहुन्छ तपाईँको भ्यूहरू हेर्नको लागि होइन, पाहाडको भ्यूहरू त्यही नै हो। त्यहाँदेखि खोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल त यता हो र, खोटाङ जिल्ला दिक्तेल बजार भन्। खोटाङ जिल्लाको दिक्तेल बजार पनि यहाँ त दिक्तेल देख्दैन नि। कुन गाउँ हो यो? वा हेर्न सक्नुहुन्छ है गाउँको। तपाईँको गाउँको फोटो राम्रो आउँछ होला। त्यो भ्यू चाहिँ बवाल छ है। वाउ स्वर्गै आएको जस्तो फिल भयो मलाई चाहिँ। अनि दादालाई चाहिँ कस्तो लागिरहेछ? ल के भन्छ 75 जिल्ला अहिले कतिवटा जिल्ला 77 जिल्ला 77 जिल्लाको टप डाँडा हो नि फेरि यो टप हो घुम्ती डाँडा टप। नभन्नु न यार। घुम्ती डाँडाबाट के भन्छ अरे प्याराग्लाइडिङ पनि होस् हुन्थ्यो। अझ त्यो तपाईँले बेसी बोल्नुभयो होला। सगरमाथाहरू कहाँ पुग्यो त नि? सगरमाथा त त्यो डाँडा गनिँदैन, त्यसलाई चाहिँ एउटा अर्कै गनिन्छ। अनि यो सोलुहरू चाहिँ सोलु हिमाललाई डाँडा गनिँदैन क्या साथी हो। भन्नु तपाईँको मतलब डाँडा चाहिँ सबभन्दा टप डाँडा। डाँडा हो। ल यो कुरो पनि मलाई आजै थाहा भयो। यो डाँडा पहिला प्याराग्लाइडिङहरू हुन्थ्यो, अहिले चाहिँ पोखरातिर हुन्छ नि त्यो डाँडाबाट पहिला यहाँबाट हुन्थ्यो है। अहिले चाहिँ ओ सेट ल राजु जाऊ ओइ हामी चाहिँ जाँदैछौँ है गाइस। ओ दादाहरू पुरै दादा ठिक छ नि? ओके अब पानी पर्न लागिसक्यो। हामी चाहिँ यहाँबाट निस्किसकेका छौँ है। दादा